मैले चाहिँ मेरो धर्म आज 20 वर्षको पत्रकारितालाई पूर्ण विराम लगाउँदै मेरो लागि यो राजनीतिको महाभारतमा मैले पाण्डव पक्ष चाहिँ मैले राजसभालाई बुझेँ यतिको समयसम्म। त्यसकारणले मैले आज यो पक्षबाट अबको न्याय र अन्याय बीचको लडाइँमा न्यायको पक्षबाट शङ्खनादको सुरुवात गर्ने मैले आजबाट उद्घोष गरेँ। भित्रका प्रपञ्च के थिए कस्तो थियो भन्ने कुरा तपाईँ हामी सबैलाई थाहा छ। आज रवि लामिछाने जेलभित्र हुँदा पनि बाहिर के छ, रवि लामिछाने के हो भन्ने कुरा तपाईँ हामी सबैलाई थाहा छ। मैले यो कुरा भन्नै पर्दैन। विभिन्न आवाजविहीनहरूको आवाजको रूपमा काम गरिरहनु भएको सफल पत्रकार, चर्चित अनुहार, हाम्रा मित्र र आजदेखिको सहयात्री पत्रकार राजीव खत्रीज्यूलाई राष्ट्रिय स्वतन्त्र पार्टीमा स्वागत गर्न चाहन्छौँ र उहाँलाई स्वागत गर्ने क्रममा ब्याच लगाएर उहाँलाई स्वागत गरिदिन पार्टीका कार्यवाहक सभापति आदरणीय डीपी अरियालज्यूलाई अनुरोध गर्दछु। राजीवजी, अब आज यहाँ घन्टी बजाउँ, पछि देशभरि घन्टी बजाउनु। आज राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय कार्यालय वनस्थलीमा हामी एउटा विशेष पार्टी प्रवेश कार्यक्रम सुरुवात गर्न गइरहेका छौँ। आजको विशेष पक्ष के रहेको छ भन्ने कुरा सम्भवतः मैले तपाईहरुलाई भनिराख्नु नपर्ला, किनकि यसको प्रमाण तपाईहरुको उपस्थितिले नै देखाउँदैछ। तपाईहरुको क्यामेराको संख्या, तपाईहरु पत्रकारहरुको उपस्थिति र यहाँ रहनु भएको राष्ट्रिय स्वतन्त्र पार्टीको शुभेच्छुक सदस्य, समर्थक, सहयात्री, सहकर्मी सबैजनाको उपस्थितिले देखाइरहेको छ कि यो विशेष क्षण किन विशेष छ भनेर। आज राष्ट्रिय स्वतन्त्र पार्टीको एउटा अर्को संयोग पनि रहेको छ कि यस पार्टीमा सम्भवतः नेपालको सबैभन्दा धेरै पत्रकारहरूको संख्या रहेको छ र त्यसमा पनि सफल पत्रकारहरूको। म आफै पनि 5 वर्ष टेलिभिजन कर्मीको रूपमा काम गरेको छु र अघि भर्खर केही पत्रकार साथीहरूलाई भन्दै थिएँ कि म आज त्यो कुराले मलाई सहज र एउटा राजनीतिक अभ्यास गर्न, प्रवक्ताको रूपमा काम गर्न पनि सघाएको छ विगतको अनुभवले। त्यस्तै हाम्रो पार्टीको एउटा अभियानबाट सुरु भयो। यसको अभियन्ता, यसको नायक, यसको सुरुवातकर्ता हाम्रा पार्टी सभापति नै पत्रकारिताको पृष्ठभूमिबाट आउनु भएको छ।